फुड मोमो हो उसको चाहिँ दाल भातै होला। मेरो चाहिँ फेभरेट फुटबल प्लेयर चाहिँ मेरो नेमारी हो। बुढीले नेमारी भन्नुभयो, बुढीको क्रिस्टियानो रोनाल्डो। सिरियसली फेभरेट ड्रिङ्क चाहिँ कोक उसको चाहिँ एभोकाडो मिक्सेको प्यासन। Hello everyone, welcome back to my new video. This is me Dinesh Khadka. She is my beautiful cutie wife Menaka Khadka. साथीहरु नि आज चाहिँ बुढाबुढीले चाहिँ हामीले चाहिँ कपल गेम लिएर आएको छौं। अनि युनिक गेम किनकि मैले भ्लग हालिरहेको हुन्छु, इन्फर्मेसन भिडियो हालिरहेको हुन्छु। कहिले काहीँ पहिलादेखि हामी कपल भिडियो पनि हालिरहेको थियौं, कहिले मुकबाङ कहिले के सो आज फेरि हामीले फाल्टु नयाँ गेम लिएर आइसकेको छौं। बुढी र मैले अनि जस्ट आज चाहिँ बुढी र म बनाउन त किन नबनाउने भनेर चाहिँ ट्राई गर्न गइरहेको छौं। गेमको के हो भने चाहिँ साथीहरु हामी एक अर्काले चाहिँ who knows us better. ओके मैले बेटर कति मिलाउँछु के हो चाहिँ एक अर्काको फेभरेट चिजहरु चाहिँ कसले धेरै मिलाउँदो रहेछ। अब उहाँले मिलाउनुहुन्छ कि मैले, उहाँको फेभरेट चिज मलाई कतिको थाहा रहेछ र मेरो फेभरेट चिज उहाँलाई कतिको थाहा रहेछ हैन। सो हामी खेल गरिरहेका छौं। अनि सो तपाईले स्टार्ट गर्नु हैन ल। फर्स्ट मै भनेर हुन ल, म ब्याक जान्छु। अनि किनकि हामी चाहिँ यहाँ बस्न मिल्दैन, किनकि हामी सुन्छौं यहाँ आएर यसरी मेरो चाहिँ फेभरेट चिज हो है भनेर बोल्ने हो है। अनि म चाहिँ बाहिर हुन्छु, मैले सुन्दिनँ। अनि सो मैले पनि आएर भन्छु। अनि हामी दुईजनाको फेभरेट चिज कति मिल्दछ तपाईहरु भनिदिनु होला, कमेन्ट गरिदिनु होला है त। ल तपाई भन्नु। पहिला चाहिँ फुड होला। मेरो चाहिँ फेभरेट फुड मोमो हो उसको चाहिँ दाल भातै होला। फुड तैँले फुडको भन्नु हैन। अब मैले अरु केही पनि भन्न पाउँछु हैन। फुडको भन्नु अनि अर्को ए ल बुढीको चाहिँ फेभरेट फुडमा चाहिँ पर्छ हैन, बुढीको मुटु। तीनटा मुटु, मम्मी रे मम रे अनि म रे। म त थर्ड मुटु हो नि त, त्यही बुढीको मम हो। मेरो त दाल भात तरकारी खाने हो। अनि अर्को चाहिँ अर्को के थियो हाम्रो कलर, उसको चाहिँ फेभरेट कलर कुन हो भने पिङ्क कलर। मेरो चाहिँ ब्ल्याकै साथीहरु। ल बुढी भाइ के हो मैले कलर भनेको छु। कलर कस्तो टाइम लाउनु होला। मेरो फेभरेट कलर चाहिँ रेड हो, तर मलाई सबै मनपर्छ। तर स्पेसिफिकली चाहिँ मेरो रेड हो। उसको चाहिँ उसलाई नै सबै मनपर्छ होला, ब्ल्याक एन्ड व्हाइट होला। अनि अर्को चाहिँ मेरो एक्सेसरिजमा चाहिँ इयरिङ होला। इयरिङ हो उसको चाहिँ घडी। एक्सेसरिज ल, एक्सर्साइज भने के हो? झुम्का, यो तपाईँको फेभरेट चाहिँ घडीहरू, ब्रेसलेट केही भन्नुहोस् है, थाहा छैन सर। बुढीले चाहिँ अब के भन्नु भयो त त्यस्तो भन्नुहोस् होइन। बुढीको फेभरेट मेरो त फेभरेट त्यसमा के हो त घडी हो, थाहा छ होइन। सायद भन्नु होला बुढीको चाहिँ फेभरेट त्यस्तोमा के मनपर्छ बुढीलाई भने बुढीको झुम्कै हो, स्योर झुम्का। किनकि उनीलाई झुम्का मन परिरहेको हुन्छ। अनि झुम्का पछि अरू केही पनि मन पर्थ्यो बनाउँदा के मन पर्थ्यो, यस्तो नेक्लेस यस्तो मन पर्दैन मलाई, थाहा छ मलाई। झुम्का औँठी पनि मन पर्दैन, पाउँछु मन त्यही हो, झुम्के हो साथीहरू। अनि सो अर्को चाहिँ ड्रेस। ड्रेस ल बुढीको चाहिँ फेभरेट ड्रेस हो वान पिस हो होइन। अनि मलाई चाहिँ रिसेन्टली मन पर्न लागेको चाहिँ हुन्छ नि अलिक खुल्ला खुल्ला टाइपको होला, के भन्छ त्यही मनपर्छ साथीहरू है। बुढीको चाहिँ फेभरेट अहिलेको चाहिँ वान पिस हो। बुढी ड्रेस है, ड्रेस। यस मेरो फेभरेट ड्रेस चाहिँ मलाई ड्रेसै मनपर्छ। लाइक वान पिसहरू अथवा त्यस्तै सर्ट लेन्थ र मिडियम लेन्थवाला ड्रेस मलाई कम्फर्टेबल लाग्छ, त्यसैले चाहिँ मनपर्छ। उहाँलाई चाहिँ सर्ट प्यान्ट नै होला, अलिक लुज टाइपको। अर्को के भने मेरो फेभरेट फेस्टिभल चाहिँ होली अनि तिहार। के भन्नु फेभरेट फेस्टिभल फेस्टिभल त थाहा भएको छैन। बुढीको चाहिँ मेरो फेभरेट फेस्टिभल दसैँ हो, बुढीको फेभरेट फेस्टिभल तिहार हो, स्योर हो। सो फेस्टिभल छ के होइन। अनि अर्को प्लेस, फेभरेट प्लेस है मलाई चाहिँ एकदम जान मन लागेको चाहिँ
मनन मुस्ताङ हो, बुढीको पनि त्यही हो फेभरेट चाहिँ। ल प्लिज मनन मुस्ताङै बुढीको पनि मेरो पनि त्यही छ। म किन थाहा छैन बुढी। ल के प्लिज मैले अघि उसको फेभरेट फेस्टिभल भनेको भन्दिनँ, उसको चाहिँ दसैँ र तिहारै होला। अनि प्लेस, मेरो फेभरेट प्लेस चाहिँ नेपालमा जुनसुकै ठाउँ हो, तर म जहाँ बस्छु त्यही नै हो। सो भक्तपुर उसको चाहिँ धनकुटै हो, हिले। अनि मेरो फेभरेट ड्रिङ्क चाहिँ कोक उसको चाहिँ एभोकाडो मिल्कसेकको फ्यासन। के भन्नु? ड्रिङ्क ल्याल मलाई थाहा छ, बुढीलाई पनि थाहा छ। बुढीले चिया भन्नु भइहाल्यो होइन। मेरो चाहिँ फेभरेट टी हो, बुढीको चाहिँ फेभरेट ड्रिङ्क कोल्ड ड्रिङ्कमा चाहिँ कोक। ल अब तपाईँले ड्रिङ्क भने चाहिँ सिङ्गरै नेपाली सिङ्गरमा चाहिँ मेनकाको फेभरेट सिङ्गर पनि थाहा छ। मेरो चाहिँ फेभरेट सिङ्गर को मनपर्छ मलाई अहिले रिसेन्टली फेभरेट सिङ्गर भनेको चाहिँ मेरो लागि फेभरेट भनेको चाहिँ अहिलेको मेलमा चाहिँ अशोक दर चाहिँ अहिले लास्ट मनपर्छ। अनि मेनकाको चाहिँ फेभरेट सिङ्गर भनेको चाहिँ त उयो क्या पैदा के पैदा सजन राज पैदा। बुढी ल मेल सिङ्गर नेपाली उहाँको चाहिँ पुरानो सिङ्गर मनपर्छ। उसलाई चाहिँ अलिक लेजेन्ड टाइपको, तर प्रमोद खरेल के अर्जुन सापकोटाले हुनसक्छ, त्यही नै होला, मलाई थाहा भएन, त्यति नै हो। मेरो फेभरेट सिङ्गर चाहिँ कोही पनि छैन, उनी हो। अनि त्यसपछि मेरो फेभरेट चक्लेट चाहिँ किटक्याट अथवा डेरी मिल्क हो, उसको चाहिँ स्निकर्स हो। चक्लेट बुढीको चाहिँ फेभरेट चक्लेट मिल्क चक्लेट, मेरो पनि फेभरेट चक्लेट मिल्क चक्लेट स्याक्री त्यही हो। अनि भने चाहिँ के छ प्लिज फेस्टिभलमा ड्रेस पनि भयो, कुदाउनु फुट्नु भयो। फिमेल सिङ्गर साथीहरू, मेरो फेभरेट फिमेल सिङ्गर चाहिँ अहिलेको लागि रचना रेमल। बुढीको फेभरेट सिङ्गरको सरी मेरो समीक्षा अधिकारी मलाई मनपर्छ। समीक्षा अधिकारी चाहिँ मेरो फेभरेट सिङ्गरको नाम हो। अनि बुढीको चाहिँ अहिले मेरिना राई लाग्छ फेरि। बुढी सिङ्गर फिमेल सिङ्गर अनि अर्को एउटा लास्ट गर्न हिँड्छ नेपाली यो सिङ्गरहरू चाहिँ मलाई थाहा हुँदैन क्या। नेपाली फिमेल सिङ्गर उसको मिलन नेवार हो कि जस्तो लागेछ। अनि यसलाई झन् पनि मनपर्छ, रचना रेमल नि मनपर्छ। उसलाई त मेरो चाहिँ उसको त समीक्षा अधिकारी होला, मलाई नि समीक्षा अधिकारी। अर्को के भन्नु फुटबलको भन्नु दुईजना ठाउँ बसेर ल यहीँ बसेर फुटबल प्लेयर अनि कन्ट्री दुईजना ल जानु हजुर। ल तपाईँ फुटबल नेपालको कि सबैको वर्ल्ड गेम ल फुटबल प्लेयर, मेरो फेभरेट फुटबल प्लेयर चाहिँ क्रिस्टियानो रोनाल्डो हो। उसको चाहिँ नेमार पनि हो, मेसी पनि हो। नेमार होला मेन चाहिँ, नेमार र मेसीमा एउटा रोनाल्डो नि मनपर्छ, एम्बापे नि मनपर्छ। ल फुटबल प्लेयर मेरो चाहिँ फेभरेट फुटबल प्लेयर चाहिँ पहिला चाहिँ मार्सिलो थियो, अनि अहिले चाहिँ मेरो नेमार हो। बुढीले नेमार भन्नुभयो, बुढीको क्रिस्टियानो रोनाल्डो सेट्सम्यान।
फेभरेट कन्ट्री है त फेभरेट कन्ट्री मेरो चाहिँ फेभरेट कन्ट्री नेपालै हो बुढीको सायद जाने ड्रिम कन्ट्री चाहिँ युएस थियो ल बुढी के हो लास्ट कन्ट्री हो मेरो लास्ट है मेरो फेभरेट कन्ट्री चाहिँ नेपालै हो अहिले चाहिँ अनि त्यसपछि उसको नि नेपालै हो भयो साथीहरू टुङ्गाइदिनु हुँदै सो साथीहरू हाम्रो भिडियो चाहिँ के कस्तो हो थाहा छैन अनि सो अब चाहिँ मिल्दैन होला कति पनि मिलेन होला मेरो पनि कति नै मिलेन होला एक दुईवटा मिलेन एकचोटि भनिहाल्ने अहिले हेरौँ ल ल त्यही हो साथीहरू अनि जतिजना भिडियो हेर्नु थ्याङ्क्स फर वाचिङ माई भिडियो किप लभिङ किप सपोर्टिङ एन्ड टु सब्सक्राइब आवर युट्युब च्यानल भन्थ्यो ओके बाई बाई एभ्रीवन लभ यु बाई